आमा बुवा, दिदी बहिनी, दाजुभाइ, नागरिक समाज, उद्योगी व्यवसायी, बुद्धिजीवी, श्रमजीवी एवं सम्पूर्ण मध्य प्रदेशवासी न्यायप्रेमी जनसमुदाय, विगत केही दिनदेखि मध्य प्रदेशको राजनीतिमा अपत्यारिलो ढङ्गले नाटकीय ढङ्गको विकासले म मध्य प्रदेशको सरकारको तर्फबाट मुख्यमन्त्री सरोज कुमार यादव रातभरि सुत्न पाइरहेको छैन, निद्रा नै लाग्दैन। मध्य प्रदेशवासी शान्ति सुरक्षा, मध्य प्रदेशवासीको शान्ति सुरक्षा, अमन चयन, सुशासन, समृद्धि र समग्र मधेसलाई आत्मनिर्भर समृद्ध मधेस र सुखी मधेसी भन्ने प्रादेशिक आकांक्षालाई पूरा गर्न पूर्ण प्रतिबद्ध रहे पनि त्यो वातावरण केही राजनीतिक दलको स्वार्थ र सत्ता लिप्साका कारण बन्न सकिरहेको छैन। मध्य प्रदेशमा क्रियाशील मधेस केन्द्रित राजनीतिक पार्टीहरू मध्य प्रदेशका सोझा साझा विद्रोही र सेन्टिमेन्टल जनताको भावनासँग खेल्दै आइरहेको बेहोरा तपाईहरुलाई जानकारी गराउन चाहन्छु। लोसपा, जसपा लगायतका दलहरू आफूलाई जबरदस्ती मधेसवादी रहेको झुठा नाटक मञ्चन गरिरहेको प्रमाण तपाईहरुलाई दिन चाहन्छु। आफूलाई मधेसवादी भन्दैमा मधेसवादी हुँदैन, व्यवहारमा हुनुपर्छ। आफूलाई गान्धीवादी भन्दैमा गान्धीवादी हुँदैन, व्यवहारमा हुनुपर्छ। आफूलाई विकासवादी मात्र भन्दैमा हुँदैन, व्यवहारमा देखिनुपर्छ। आफूलाई संविधानवादी मात्र भन्दैमा हुँदैन, व्यवहारमा देख्नुपर्छ। त्यसो भएको कारणले गर्दा आफूलाई मधेसवादी भन्ने दलहरू, खास गरी लोसपा जसपा मधेसवादी होइन, किनभने मधेसको सही मापनकर्ता प्रदेशवासी जनताको हातमा हुन्छ। विगत 2079 सालको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सच्चा मधेसवादी दलको प्रमाणपत्र प्रदेशवासीले 1 नम्बरमा नेकपा एमाले र 2 नम्बरमा नेपाली कांग्रेसलाई दिएको तपाईको जनताको मत परिणामले यहाँ सार्वजनिक हुन्छ। व्यवहार आफ्नो प्रदेशमा अहिले जो खास गरी लोसपा 5 वर्ष अगाडि छँदा प्रदेशवासी जनतासँग गरेको व्यवहारले आफ्नो पार्टीको अहिले 6औं स्थानमा रहेको सबैलाई जानकारी गराउन चाहन्छु। मेरो लडाई खास गरिसँग कुनै दल र कुनै पार्टी विशेषसँग, कुनै व्यक्ति विशेषसँग छैन। तर पनि दलहरूले आफूलाई तपाईको मेरो प्रतिस्पर्धी, मेरो दलको प्रतिस्पर्धीको रूपमा उभ्याइरहेको छ। नेकपा एमालेको प्रतिनिधिको रूपमा, म दलको नेताको रूपमा जब सबैभन्दा ठुलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा नियुक्त भएँ, मसँग प्रतिस्पर्धा गर्न खोजिरहनु भएको छ। म त्यो दलहरूलाई आग्रह गर्न चाहन्छु, मेरो प्रतिस्पर्धा तपाईहरुसँग होइन, मेरो प्रतिस्पर्धा प्रदेशको गरिबीसँग छ, मेरो प्रतिस्पर्धा प्रदेशको अशिक्षासँग छ, मेरो प्रतिस्पर्धा प्रदेशको शान्ति सुरक्षासँग छ, समृद्धिसँग छ भन्ने कुरा जानकारी गराउन चाहन्छु। मङ्सिरमा चुनाव तोकिएको विषय सम्पूर्ण प्रदेशवासी जनतामा सर्वविदितै छ। तर पनि लोसपा जसपाका नेता, प्रदेश सभाका सदस्यहरूबाट दिन दहाडे देशभक्त प्रहरी र सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारीमाथि आक्रमण गर्छ। जब सुरक्षा दिने सुरक्षाकर्मी नै, कर्मचारीहरू नै सुरक्षित छैन, आम जनता कसरी सुरक्षित हुन्छ? चुनाव कसरी हुन्छ? चुनावको ग्यारेन्टी संघीय सरकारले पनि कसरी गर्न सक्छ? हिजो कार्तिक 28 गते बेलुकी नवनियुक्त प्रदेश प्रमुख मान्य सुरेन्द्र लाल सरलाई स्वागत गर्न र जाँदा मैले पूर्व मुख्यमन्त्री मान्य जितेन्द्र सोनललाई भेटेर जाउँ भनेर मेरो सुरक्षा गार्डलाई त्यहाँ पठाउँदाखेरि उहाँ मुख्यमन्त्रीकै कुर्सीमा तपाईको झण्डाकै अगाडि उहाँ बसिरहेको मैले प्राप्त गरेँ। सुरक्षा गार्डलाई पठाइसकेपछि उहाँको क्वार्टरमा मुख्यमन्त्रीको कुर्सीमा बसेकोले मलाई अलिकति दुखित तुल्याएको छ। अहिलेसम्मको सबै मुख्यमन्त्री धेरैमा 2 दिनमा क्वार्टर र तपाईको सवारी साधन छोडेका थिए, तर मान्य जितेन्द्र सोनल किन छोड्न चाहिरहेको छैन निवास र गाडी, त्यो तपाईहरुको बीचमा म राख्न चाहन्छु। जनकपुर र राजधानी
चाहन्छु। मधेसका जनता त्यही चाहन्छ, जनकपुरवासी त्यही चाहन्छ। सामाजिक सञ्जालमा निवर्तमान मुख्यमन्त्रीले सम्मानित सर्वोच्च अदालतको कारण देखाउ आदेश आइसकेपछि मेरो नियुक्ति सम्बन्धी तपाईको चाहिँ नि सम्बन्धमा बाहिर भित्रबाट निस्केर बाहिर मधेस मेरो नियुक्तिको विरुद्धमा आन्दोलनकारी साथीहरूसँग बाहिर निस्केर पुरै उल्लासमय तपाईको शुभकामना साट्नुभयो र उहाँले भन्नुभयो कि अब हाम्रो जित भयो, अब सरोज यादवको नियुक्ति बदर भयो। यदि साँच्चै मेरो नियुक्ति बदर भएको हो भने, उहाँको जित भएको हो भने विध्वंसात्मक गतिविधि किन गर्न खोज्दैछ, किन प्रहरी कुटिँदैछ, किन कर्मचारीमाथि हातपात गर्दैछ, किन जुन अफिस र क्वार्टरमा बसेको छ त्यसको तोडफोड गरिँदैछ। प्रदेश सरकार विरुद्धको कारण देखाउ आदेश हाम्रो प्रदेशमा मात्र पहिलो होइन, यो कोशी र गण्डकी प्रदेशमा पनि यो प्रकृतिको घटना, यो खालको कारण देखाउ आदेश तपाईको आइसकेको बेहोरा जानकारी गराउन चाहन्छु। मलाई मेरो दलको मन्त्री मुख्यमन्त्री बनाइदिन भनेर आन्दोलन गरिरहेका छन् मधेस आन्दोलनका वीर शहीदहरूले कुनै व्यक्ति वा दललाई मन्त्री मुख्यमन्त्री बनाउन आफूलाई शहादत दिएको होइन जस्तो मलाई लाग्छ। संविधान नमान्ने, संविधान जलाउने ती मधेसवादी भनिएका दलहरू किन संविधानको सुगा रटाइरहेको छ? संविधानको अन्तिम व्याख्याता को हो? किन सर्वोच्च अदालतको व्याख्याको प्रतीक्षा गर्न सकिरहेको छैन? किन सर्वोच्च अदालतको निर्णय आउनमा धैर्यता देखाइरहेको छैन? के हो यो सबैको नाटक मञ्चन गर्ने पछाडिको डाइरेक्टर को हो भन्ने अब हामी तपाईले आकलन गर्न जरुरी छ। विगत केही दिनदेखि मधेसमा हरेक पलपलमा सहमति भङ्ग गर्दै नयाँ सम्झौता हुँदैछ। विगत केही दिनको घटनाहरू जेनजी आन्दोलन पछि जनमत पार्टी आफ्नै नेतृत्वको सरकार ढाल्नु र आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारबाट समर्थन फिर्ता लिनु, जनमतले आफ्नो मुख्यमन्त्री हटाएर मन्त्रीका लागि अरू दलको नेतृत्वमा अरू दलको मुख्यमन्त्री स्वीकार्नु, नेपाली कांग्रेसको नेता तथा प्रदेश सभापति मान्य कृष्ण यादवलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर सहित जनमतको दलको नेताको दाबी पेश गर्नु, मान्य कृष्ण यादवको मुख्यमन्त्रीमा दाबी पेश गरेको हस्ताक्षरको मस्सी नसुक्दै जनमत पार्टी यु टर्न हुनु, पछि हट्नु, फेरि त्यही दिन मान्य जितेन्द्र सोनालाई मुख्यमन्त्री बनाउन प्रस्ताव गर्नु, मान्य जितेन्द्र सोनालाई मुख्यमन्त्री प्रस्ताव गरेकै दिन जनमत पार्टी फुट्नु र दुईजना मान्य सतीश कुमार सिंह र मान्य त्रिभुवन शाह जनस्वराज पार्टीमा शनाखत गर्नु, मान्य जितेन्द्र सोनालाई मुख्यमन्त्रीमा प्रस्ताव गरेकै पार्टी जनमत पार्टी र माओवादी केन्द्रबाट विश्वासको मत असफल गराउनु, जनमतको मान्यहरू अनुपस्थित हुनु, माओवादी केन्द्रका मान्यहरूबाट फ्लोर क्रस गर्नु, आफूले आफ्नै अनुहारमा कालो मसो दल्नु के हो? देश पनि दुर्घटनामा छ र प्रदेश पनि दुर्घटनाको नजिक छ। यो एक्लै कसैको बुत्ताबाट सम्हालिने छैन। हामी सबै मिलेर सम्हालौं, बचाऊं। केही अप्रिय घटना घटाउने तयारी र योजनामा छन् केही दलहरू र फेरि पनि निर्दोष तथा सोझासाझा मधेसीहरूलाई शहीद बनाउन खोजिरहेको बेहोरा जानकारी गराउन चाहन्छु र यहीँबाट सेन्टिमेन्ट भड्काउने, दंगा भड्काउने, लुटपाट मचाउने, चुनावमा मधेसवादी दलहरूसँग अहिले तत्काल कुनै एजेन्डा नरहेको कारण फेरि मधेसी मात्र भनेर चुनावको मुखमा यस्तो गरेर मधेसको प्रदेशवासी जनताको सोझोपना र विद्रोही स्वभावमाथि खेल्न खोजिरहेको छ। मुख्यमन्त्रीको नियुक्तिको नामबाट अब त जनकपुर छोडेर जिल्ला पनि सीमित दलहरूबाट विरोध प्रदर्शन गराउने, प्रदेशवासीलाई अन्धकारमा राख्ने, ठग्ने जस्तो कार्यको
सिर्जना भइरहेको छ। सर्वोच्च अदालतमा मुद्दा पनि दिने र मधेसवादी दललाई पनि उचाल्ने। त्यसो भए अदालतमा किन मुद्दा दिएको? प्रदेशवासीलाई मधेस सरकारको तर्फबाट अनुरोध गर्दछु, सबै षड्यन्त्र बुझ्न र अन्याय अत्याचार शहीदको शहादत र रगतलाई अपमानबाट बचाउनको निम्ति प्रतिवाद गर्न जरुरी छ। प्रदेशवासी र जनकपुरवासी जनताहरू, नागरिक समाजहरू, उद्योगी व्यवसायीहरू, बुद्धिजीवी र कर्मचारीहरू सबै यो मधेसवादी दलको अराजकताको विरोधमा मलाई साथ दिन अनुरोध गर्न चाहन्छु। अदालतको निर्णय जे आउँछ म मान्न तयार छु, पटक पटक भनिरहेको छु। तर पनि यस्तो सधैँभरि विध्वंसकारी वातावरणको सिर्जना गरौँ कतै पनि प्रदेशको हितकर हुँदैन। सधैँभरि संहिता हाम्रो दलले ल्याएको हो, हाम्रो दलले ल्याएको हो भनेर मुख्यमन्त्री बन्न र सरकारमा मात्र टाँसिराख्न गर्ने प्रयास। त्यसो भए यो देश निर्माण र एकीकरण कसले गरेको हो हामी सबैलाई थाहा छ। यो देश निर्माण र देशको एकीकरण गर्ने राष्ट्रपिता पृथ्वीनारायण शाहको वंशज र परिवारका सदस्य तपाईको तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई यो देशबाट नेपाली जनताले किन लखेटेको हो? यदि मधेसवाद र मधेसवादको सुगाडाटाई संहिता मैले नै ल्याएको छु भनेर पटक पटकको भनाइबाट हामीले के देखिरहेछौँ भने त्यति मात्र भनेर हुँदैन। एकीकरण गरेको पृथ्वीनारायण शाहको वंशजलाई सदस्यलाई नेपाली जनताले राजतन्त्रबाट लखेटेर आज कहाँ पुर्याइसकेको छ। देशमा संघीय लोकतान्त्रिक गणतन्त्र छ भन्दा यी विषयवस्तुहरू तपाईको चाहिँ बुझ्न जरुरी छ। जनता प्रतिकारमा भन्दा अगाडि आउन, प्रतिकारमा आउनुभन्दा अगाडि सचेत हुन जरुरी छ। म तपाईलाई उदाहरण दिन चाहन्छु। यी रिक्साका श्रमजीवीहरूको विद्रोह केही दिन अगाडि मात्रै देखेँ। सधैँभरि रोड घेरेर बस्दाखेरि वहाँ यी रिक्सावालाहरूको, श्रमजीवीहरूको जो दिनभरि तपाईको चाहिँ नि कमाएर खान्छ, उनीहरूको रोजीरोटी बन्द हुने अवस्था सिर्जना भएको। आन्दोलनको नाममा प्रहरीमाथिको आक्रमण, असैमाथिको आक्रमण, असिस्टेन्ट सब इन्सपेक्टर माथिको आक्रमण गर्ने, प्रदेशको मन्त्री परिषदको कर्मचारी कुट्ने, राष्ट्रिय झण्डा फाल्ने, मुख्यमन्त्री कार्यालय लगायत विभिन्न मन्त्रालयहरू तपाईको चाहिँ तोडफोड गर्ने माथि प्रदेशवासी जनताको आक्रोश मैले बढिरहेको देखिरहेको छु। कहीं यो आक्रोश दुर्घटनामा परिणत नहोस् भनेर म सचेत गराउन चाहन्छु। खास गरी मधेसवादी दलसँग त मेरो खासै अपेक्षा त छैन, त्यति धेरै अपेक्षा त छैन। किन भन्दाखेरि चुनावको मुखमा पहाडी मधेसी गरेर मात्र मधेसको सोधा साझा जनता एवं विद्रोही स्वभावका जनतालाई तपाईको सेन्टिमेन्टल ब्ल्याकमेलिङ गरेर निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न खोज्छन्। तर त्यो यसपालिको लागि सम्भावना देखिँदैन। किनभने 8 वर्ष प्रदेश सभा र प्रदेश सरकार गठन भएको मधेस केन्द्रित दलकै माननीयहरू तपाईको चाहिँ नि प्रदेश सभा सदस्यहरू भ्रष्टाचार मुद्दामा भट्टाभट समातिँदै छ र यसको सङ्केतले यसले के सङ्केत गरिरहेको छ यो सबैमा जानकारी नै होला। म खास गरिकन मलाई अपेक्षा छ भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग, किन भन्दाखेरि उहाँहरूको दल पनि तपाईको चाहिँ नि कोशी प्रदेशमा र गण्डकी प्रदेशमा राम्रो पोजिसनमा छ। त्यसो भए कारणले गर्दा उहाँहरूको केन्द्रमा एउटै विचार छ, प्रदेशमा पनि एउटै विचार होला। कोशी प्रदेशमा मुख्यमन्त्रीको नियुक्ति विरुद्धको रिट सर्वोच्चमा पर्दाखेरि ती पार्टीका सदस्यहरू, ती पार्टीका नेताहरू सडक विध्वंसमा, आन्दोलनमा नगएको बेहोरा जानकारी गराउन चाहन्छु। त्यसो भएको कारणले गर्दा उहाँको सिद्धान्त अनुसार, उहाँको पार्टीको मार्गदर्शनै अनुसार यो प्रदेशमा पनि तपाईको प्रदेशको नेता कार्यकर्ताहरूलाई आफ्नो व्यवहार प्रदर्शन गर्नको निम्ति म तपाईको चाहिँ नि अनुरोध गर्न चाहन्छु। म माथि मुख्यमन्त्री नियुक्तिको रिट पर्दा, विरुद्धको रिट पर्दा सर्वोच्च अदालत जाँदा सडकमा
सडकमा अराजकता गरेनन्। खास गरिकन तपाईको चाहिँ नि मध्य प्रदेशमा अब म तपाईलाई के भन्न चाहन्छु भन्दाखेरि यो सबै चीजहरुको डिजाइन, यो सबै चीजहरुको तपाईको चाहिँ नि के रे नाटकीय मञ्चन कुनै तपाईको दल विशेषको कारणले भइरहेको छ भनेर आकलन नगर्नु होला। किन भन्दाखेरि तपाईले देखिरहनु भएको छ केन्द्रीय सरकारको गठन भइसकेपछि, जेनजी आन्दोलन पछि केन्द्रीय सरकारको गठन भइसकेपछि केन्द्रीय सरकारमा मन्त्री बन्नको निम्ति जुन खालको खेल, जुन खालको चलखेल भइरहेको छ, यसको प्रचण्ड के रे उदाहरणको रूपमा डाक्टर निकोलस भुसालको अभिव्यक्ति तपाईहरुले समय सन्दर्भ अनुसार बुझ्न जरुरी छ। उहाँले बालेन शाहसँग कुरा गर्दाखेरि उहाँले भन्नुभएको थियो म तपाईलाई मन्त्री बनाउन तत्पर छु, तयार छु, तर भारतीय एम्बेसीमा गएर यसको कन्फर्मेसन गर्नुपर्छ भन्ने चीज पत्रकार सम्मेलनबाटै डाक्टर निकोलस भुसालले सार्वजनिक गरिसकेको छ। त्यसो भए कारणले गर्दा अहिलेको प्रदेशको राजनीतिकोमा जुन खालको उतार चढाव, जुन खालको शान्ति सुव्यवस्था भङ्ग गर्ने तपाईको चाहिँ नि के रे प्रयास भइरहेको छ। म मुख्यमन्त्री छु, मलाई सुरक्षा थ्रेट छ, कोही सभामुख छ उलाई सुरक्षा थ्रेट छ। एकछिनको लागि म तपाईलाई जानकारी गराउन चाहन्छु कि यदि मुख्यमन्त्रीसँग सुरक्षा छ, म असुरक्षित छु भने, सभामुखसँग त्यत्रो सुरक्षा घेरा छ, उहाँ असुरक्षित छ भने कुन दलका मान्य सुरक्षित हुनुहुन्छ, कुन पार्टीका सदस्य सुरक्षित हुनुहुन्छ? त्यसो भए कारणले गर्दा उहाँहरुको तपाईको आन्दोलनको स्वरूप अब अरु केही पनि होइन, सेन्टिमेन्ट भड्काउने, व्यक्तिगत आक्रमणमा जाने। आज एउटालाई आक्रमण गर्छ, अर्कोलाई आक्रमण गर्दाखेरि सिधै यो प्रत्याक्रमणमा र मुठभेडमा जान सक्ने सम्भावना छ। त्यसो भए कारणले गर्दा अहिले सम्पूर्ण प्रदेशवासी प्रदेशवासीहरूलाई के निवेदन गर्न चाहन्छु भने यो सबै चीजको तपाईको के रे पेरिफेरीमा सबै चीजहरूलाई सत्य र तथ्यलाई नजिकबाट न्याल्नको निम्ति प्रदेश सरकारको मुख्यमन्त्रीको हैसियतबाट म अपील गर्न चाहन्छु, म निवेदन गर्न चाहन्छु। सम्पूर्ण प्रदेशवासी जनता, खास गरिकन जनकपुरवासी जनता जुन पटक पटकको आन्दोलनमा आफूलाई तपाईको चाहिँ थिचिएको, आफूलाई असुरक्षित ठानेको महसुस गरिरहेको छ, आफूले आन्दोलन गर्दाखेरि अर्काको अधिकार पनि हन नहोस् भन्ने चीज तपाईको बुझ्न जरुरी छ। संविधान त संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान 2072 मा सभा गर्ने, समारोह गर्ने, धारणा गर्ने, जुलुस गर्ने वाक स्वतन्त्रता संविधानमा निहित छ र यो नाममा विध्वंस मचाउने, तपाईको चाहिँ नि प्रहरीमाथि आक्रमण गर्ने, कर्मचारीमाथि आक्रमण गर्ने, के रे सार्वजनिक सम्पत्तिमाथि आक्रमण गर्ने छुट छैन। देशको राष्ट्रिय अखण्डता, तपाईको प्रदेशको नाममा तपाईको चाहिँ नि विभाजनको मानसिकता ल्याउने छुट कसैमाथि छैन। त्यसो भए कारणले गर्दा सम्पूर्ण प्रदेशवासी जनतालाई मुख्यमन्त्रीको हैसियतले अनुरोध गर्न चाहन्छु, कृपया यी सबै चीजलाई बुझ्न जरुरी छ, संयमता अपनाउन जरुरी छ। यो कुनै जेनजी पुस्ताको आन्दोलन जस्तो होइन। यो अहिलेको आन्दोलन मुख्यमन्त्रीको नियुक्ति विरुद्धको आन्दोलन, संवैधानिक नियुक्ति विरुद्धको आन्दोलनको व्याख्याता सर्वोच्च अदालत भएको कारणले गर्दा अन्य प्रदेशहरूमा पनि यही नजिर भएको कारणले गर्दा म प्रदेशवासी जनताहरूलाई, खास गरिकन जुन राजनीतिक दलहरू विद्रोह, विध्वंस र तपाईको सेन्टिमेन्ट भड्काउन खोज्दैछ तिनीहरूसँग सचेत रहनको निम्ति म आग्रह गर्न चाहन्छु, निवेदन गर्न चाहन्छु। आज यो सम्बोधन पछि, प्रदेशवासीको नामको सम्बोधन पछि मैले 10 बजे यी सबै विषयहरूमा सुरक्षा समन्वय परिषदको बैठक बोलाएको छु। यी विषयहरू त्यहाँ पनि छलफल गरेर आज एउटा निष्कर्षमा पुगेर तपाईको चाहिँ नि म अगाडि बढ्न चाहन्छु र आन्दोलनमा रहेका दलहरूलाई, आन्दोलनमा रहेका साथीहरूलाई के रे प्रदेश सरकारको मुख्यमन्त्रीको हैसियतले, प्रदेश सरकारको हैसियतले तपाईहरुलाई वार्तामा आएर समस्याको समाधान गर्नको निम्ति आह्वान गर्न चाहन्छु। टेबलमा बसिसकेपछि, कुर्सीमा बसिसकेपछि, तपाईको चाहिँ नि समस्या भइसकेपछि बिना वार्ता, बिना छलफल तपाईको त्यसको निदान निस्किन सक्दैन। यदि कुनै असन्तुष्टि मेरो व्यक्तिगत तपाईको पर्सनालिटीबाट छ भने, मेरो व्यक्तिगत राजनीतिक दलबाट छ भने त्यो टेबलमा आएर वार्ता गर्नको निम्ति म अनुरोध गर्न चाहन्छु। यो नाममा प्रदेशवासी जनतालाई अशान्त बनाउने, यो नाममा प्रदेशवासी जनतालाई दुःख दिने, यो नाममा, यो अराजकतामा खास गरिकन जनकपुरवासी जनतालाई दुःख दिने काम नहोस् भन्नको निम्ति म आज प्रदेशवासीको नाममा विशेष सम्बोधन गर्न चाहन्छु, गर्न खोजिरहेको छु। त्यसैले कारणले गर्दा सम्पूर्ण साथीहरू मिलेर जुन खालको
सुरक्षा थ्रेट ममाथि बढाइरहेको छ, जुन खालको सुरक्षा थ्रेट तपाईको चाहिँ नि संवैधानिक निकायका अन्य पदाधिकारीमाथि बढाइरहेको छ, यसले तपाईको के देखिरहेको छ भने आज के अरे ठुलो सुरक्षा घेराभित्र रहेका मुख्यमन्त्री सुरक्षित छैन, मन्त्री सुरक्षित छैन, सभामुख सुरक्षित छैन, उपसभामुख सुरक्षित छैन भने माननीयसँग अन्य जनप्रतिनिधिसँग त त्यति सुरक्षा पनि हुँदैन, उहाँहरूको सुरक्षा कसले गरिदिन सक्छ। त्यसो भए कारणले गर्दा सबैजना संयमित हुन जरुरी छ, सबैजना विधिभित्र रहन जरुरी छ, सबैजना सबै संवैधानिक सर्वोच्चता मान्न जरुरी छ, सबैजना रुल अफ ल मान्न जरुरी छ। यसैको लागि आज मैले तपाईहरुलाई यहाँ बोलाएको थिएँ। यसमा यो विषयसँग सम्बन्धित अन्य कुनै थप जिज्ञासाहरू छ भने म यो फ्लोर ओपन भएको जानकारी गराउन चाहन्छु। नमस्कार।